हेलो स्टुडेन्ट्स डिएसएको पार्ट 2 अन्तर्गत डेटा स्ट्रक्चर एन्ड अल्गोरिदममा यहाँभन्दा अगाडि हामीले डिफ्रेन्ट पार्टहरू हामीले कभर गरेका छौँ। जस्तै इन्फिक्स प्रोफिक्सको कुराहरू थियो, लिङ्क लिस्टका कुराहरू थियो, क्यूका कुराहरू थियो, होइन, स्ट्याकका कुराहरू आदि इत्यादि कुराहरू हामीले अगाडिको सिरिजमा हामीले कभर अप गरेका थियौँ भने यसमा हामी सर्टेन क्वेसनहरू हेर्दैछौँ, स्पेसली रिलेटेड विथ द सर्टिङ, सर्चिङ, अनि त्यसपछि अरू के अरे ग्राफका कुराहरूलाई हामीले यसमा फोकस गर्दैछौँ। यसमा सबैभन्दा पहिला हामी सुरु गर्दैछौँ। जस्तै सर्टेस्ट पाथ भनेको के हो, डिजेक्ट्रास अल्गोरिदमबाट कसरी काम गर्न सकिन्छ, जिसिडी भनेको के हो, अनि यसको लागि हामीले एउटा रिकर्सिभ फङ्सन चाहिँ हामीले लेखिरहेछौँ। त्यसपछि हामीले बबल सर्टको कुराहरू गरिरहेछौँ। बबल सर्ट, सर्टेड कुराहरूलाई एसेन्डिङ सर्ट कसरी गर्न सक्छौँ। स्प्यानिङ ट्री, मिनिमम स्प्यानिङ ट्री भनेको के हो, त्यो अन्तर्गत प्रिम्स अल्गोरिदम र क्रुसल्स अल्गोरिदम भनेको के हो, यो पनि एउटा रेगुलर सोध्ने क्वेसन हो। अनि सर्टिङबाट एउटा क्वेसन त डेफिनेट नै सोध्छ, त्यही भएर मैले यसमा सर्टिङलाई अलिकति बढी चाहिँ फोकस गरिरहेको छु। अघिल्लो सिरिजमा अरू अरू कुराहरू छ। त्यसपछि क्वेसन नम्बर 15मा हाम्रो सेल सर्टको कुराहरू छ। सेल सर्टबाट कसरी हामीले सर्टिङ गर्न सकिन्छ। अर्को मर्ज सर्ट कुरा छ, त्यसपछि गएर क्विक सर्टको कुराहरू छ। मर्ज सर्ट छ, त्यसपछि क्विक सर्टको कुराहरू छ। अर्को बिएसटी भनेको के हो र अनि त्यसपछि यसलाई इन अर्डर, प्री अर्डर र पोस्ट अर्डरमा हामीले कसरी हाल्न सकिन्छ। अनि अर्को एउटा क्वेसन छ, यो चाहिँ प्रायः चाहिँ सर्ट क्वेसनमा सोधिरहेको छ, सिक्वेन्सियल सर्च र बाइनरी सर्च भनेको के हो। त्यही भएर आज हामी यी कुराहरूलाई नै फोकस गरेर हामी यी कुराहरूलाई नै चेक गर्छौँ। ल, सबैभन्दा पहिला सुरु गरौँ। सर्टेस्ट पाथ भनेको के हो। सर्टेस्ट पाथ भनेको के हो त, कुनै पनि पाथहरूमा हाम्रो कुनै पनि ग्राफहरू बनाउँदा के गर्छौँ, नोडहरू हुन्छ, डिफ्रेन्ट डिफ्रेन्ट नोडहरू हामीले बनाउँछौँ। त्यो नोडहरूलाई जोड्नेलाई चाहिँ हामीले के भन्छ, एज भन्छौँ। एज, होइन, भनेपछि त्यो एजहरूको वेटहरू हुन्छ, त्यो वेटहरू काउन्ट गर्दाखेरि सबैभन्दा नजिकको पाथ जुन मिल्छ त्यसलाई चाहिँ हामीले सर्टेस्ट पाथ भनेर भन्छौँ, होइन। त्यसको वेटहरू, जस्तै मलाई एदेखि सीसम्म पुग्दाखेरि हाम्रो एदेखि सी डाइरेक्ट जोड्दाखेरि चाहिँ हाम्रो 10 होला, तर बीबाट घुमेर आउँदा झन् छिटो आइपुग्यो भने चाहिँ यसलाई हामी के भन्छ, सर्टेस्ट पाथ चाहिँ बीबाट ए, बी र सी बन्यो भनेर भन्न सक्छौँ। जस्तै हामीले अहिलेसम्म गरिरहेको पठाउहरू, फुडमान्डुहरू, नेभिगेसनहरू गर्नु पऱ्यो, ट्रान्सपोर्टेसन अथवा लजिस्टिक फङ्सनहरू गर्नु पऱ्यो भने हामीलाई सर्टेस्ट पाथहरू चाहिन्छ। त्यसमा एउटा डिजेक्ट्रास अल्गोरिदम भन्ने हुन्छ। डिजेक्ट्रास अल्गोरिदमले के गर्छ, सर्टेस्ट पाथ नै फाइन्ड अप गर्ने हो, तर उसले फाइन्ड अप गर्दाखेरि चाहिँ के गर्छ, उसले जति पनि वेटहरू छ वेटहरूलाई चाहिँ चेक गर्दै जान्छ। सबैभन्दा पहिला उसले सबै वेटहरूलाई चाहिँ इन्फिनिटीबाट सुरु गर्छ। जुन चाहिँ अनभिजिटेड लिङ्कहरू छ त्यसलाई इन्फिनिटी गर्छ। अनि उसले भिजिट गर्नुपर्ने नोडहरू जुन छ त्यसलाई चाहिँ स्मलेस्ट डिस्टेन्सको आधारमा चेक गर्छ, स्मलेस्ट डिस्टेन्स चेक गर्छ। अनि उसको लागि मेन फर्मुला भनेको के हो त, नयाँ डिस्टेन्स भनेको के हो त, नयाँ डिस्टेन्स भनेको करेन्ट अहिलेको डिस्टेन्स प्लस त्यसको वेट कति हो त, त्यसले चाहिँ उसले न्यू डिस्टेन्स क्यालकुलेट गर्छ। न्यू डिस्टेन्स क्यालकुलेट गरेपछि त्यो एकचोटि न्यू डिस्टेन्स आइसकेपछि त्यसको लागि चाहिँ के भयो त, भिजिटेड भयो, र त्यही प्रोसेस चाहिँ रिपिट गर्दै जान्छ। जस्तै फर इक्जाम्पल हामीसित एउटा इन्फर्मेसन छ, यो फर्स्टको पाटोदेखि लिएर हामीले लास्टको पाटोसम्म जानु पर्यो। यसमा इक्जाम्पललाई मलाई यो पाटोदेखि लिएर यहाँसम्म जानु पर्यो भने सबैभन्दा फर्स्ट सिस्टममा उसले के गर्छ त, यहाँबाट सुरु गर्यो भनेपछि 0, यसको लागि 0 भयो, सबैको नोडहरू गिभन छ। अनि अरू जति पनि सबै छ त्यसलाई चाहिँ इन्फिनिटी भन्छ। यो पनि इन्फिनिटी, यो पनि इन्फिनिटी, किनभने उसले अहिलेसम्म ट्राभल गर्न सुरु नै गरेको छैन, होइन। त्यही भएर उसले फर्स्ट नोडबाट सुरु गर्न खोज्दैछ, त्यही भएर फर्स्टको नोड के भयो त, यो भिजिटेड भयो, यो ग्रिन लगाएको चाहिँ भिजिटेड भयो। अब अर्को स्टेपमा के गर्छ त, अब यो 0बाट उसको लागि म्याक्सिमम पोसिबल पाथ भनेको एउटा यो 4सम्म जाने भयो, अर्को यो 4सम्म जाने भयो, यतिसम्म चाहिँ जान सक्छ। त्यो बाहेक बाँकी सबै नोडहरू उसको लागि के हुने भयो त, इन्फिनिटी भयो। यहाँसम्म इन्फिनिटी भनेपछि अब उसले यो दुईवटा नोडहरूमा जान सक्छ। अब उसले अब अर्को नोड यो 4 नोडसम्म जाँदाखेरि चाहिँ उसको डिस्टेन्स कति भयो त, यो 4, होइन, यो हाम्रो 4 भयो, 4को डिस्टेन्समा यहाँसम्म पुग्यो भनेपछि यो हाम्रो भिजिटेड भयो। अब यो 4सम्म जानलाई के छ त, यताबाट गयो भने 4 डिस्टेन्समा पुग्छ, यताबाट जाँदा कति डिस्टेन्समा पुग्छ त, 4 + 2 डिस्टेन्स गरेर 6 डिस्टेन्समा पुग्छ। तर अब 6 भन्दा त 4 नै सर्टेस्ट भयो, त्यही भएर हाम्रो यो पाथमा जाँदा 0बाट डाइरेक्ट 4मा जान्छ। पछि नेक्स्ट स्टेप अब हाम्रो यहाँसम्म पुग्नलाई डाइरेक्ट स्टेट कहाँबाट गयो त, 0बाट 4सम्म गयो। यसरी चाहिँ हाम्रो पाथ भयो। अब यो 4सम्म आइसक्यो। 4सम्म आइसकेपछि 4बाट देखिने भनेको अरू पाथहरू भनेको त यो 7 भयो, 5 भयो यहाँसम्म। अब 7सम्म के अरे हाम्रो जाँदाखेरि कति हुनु त, 4 + 3 यहाँ जाने भयो। अब यहाँ बाहेक अर्को रुट छैन, त्यही भएर 4 + 3 गरेर 7मा जाने भयो। सिमिलरली 5मा जाँदा नि अर्को रुट छैन, 4 + 1 गरेर 5मा जाने भयो,
हैन यसरी चाहिँ जाने भयो। अब यो 8 सम्म पुग्नलाई चाहिँ यो 4 बाट 3 प्लस यहाँसम्म 7 पुगिसक्यो 7 र 2 गरेर 9 मा जान्छ। यताबाट 5 बाट गयो भने 5 र 3 गरेर 8 मा जान्छ भनेपछि डिस्टेन्स चाहिँ 5 र 3 बाट छिटो हुने भयो। त्यही भएर 5 र 3 बाट हाम्रो डिस्टेन्स चाहिँ 8 मा जाने भयो भनेपछि यसरी चाहिँ हाम्रो स्टेपहरु उले निकाल्छ। यसरी हाम्रो सर्टेस्ट पाथहरु निकाल्दै जान्छ। यस्तो टाइपको पाथ निकाल्नेलाई चाहिँ भनिन्छ हाम्रो सर्टेस्ट पाथ अल्गोरिदम अथवा डिजेक्ट्राच अल्गोरिदम भनेर भन्छौँ। यसले चाहिँ के गर्छ जस्तै यो वेट निकाल्नु पर्यो भने करेन्ट वेट प्लस अगाडिको भ्यालु यसरी चाहिँ जोडेर निकाल्छ। अर्को छ जीसीडी अफ टु नम्बर। जीसीडी भनेको नर्मली नर्मली हामीले के गरेको त हामीले निकाल्नु पर्ने भ्यालुहरु जीसीडी भ्यालुलाई हामीले कसरी निकाल्छौं भनेर सोधिरहेछ हैन। जीसीडी भ्यालु निकाल्दाखेरि हामीले सिम्पली के गर्छौं त यसको यो 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 भनेको चाहिँ हामीले एकछिन यहाँ मैले अर्कोमा हो गराएको छु। जस्तै हामीले कुनै पनि नम्बर हामीले निकाल्नु पर्यो भने सबैभन्दा पहिला दुईटा नम्बर पार्टिकुलर नम्बर छ त्यसको डिभाइडेड हैन कमन डिभाइडेड कति हुन्छ भनेर चेक गर्न खोजेको। कमन डिभाइडेड कति हुन्छ भनेर चेक गर्नलाई हाम्रो मेन आइडिया भनेको ए र बी को हाम्रो हाम्रो जीसीडी भ्यालु निकाल्नु छ भने ए र बी को जीसीडी भ्यालु निकाल्नु छ भने के गर्छौं जीसीडी अफ बी अनि ए र बी को बीचबाट रिमाइन्डर निकाल्छौं। ए र बी को रिमाइन्डर निकाल्छौं अनि लास्टमा जब एउटाको भ्यालु 0 आउँछ लास्टको भ्यालु 0 आयो भने त्यसलाई हामी ए भनेर भन्छौं। भनेपछि फर एक्जाम्पल दुईटा नम्बर छ हैन हाम्रो दुईटा नम्बर 1 12 छ नम्बर 2 8 छ भने जीसीडी अफ 12 र 8 गर्यो भने यो बी भनेको यो ए भनेको 12 भयो बी भनेको यो भयो भनेपछि यसको नर्मली निकाल्दा जीसीडी अफ 8 हुन्छ किनभने बी को भ्यालु हो दिस इज बी को भ्यालु अनि 12 मोडुलस 4 गर्यो भने कति आउँछ त 12 मोडुलस 8 गर्यो भने 4 आउँछ। त्यही भएर रिमाइन्डर 4 चाहिँ हाम्रो यहाँ भयो। अब सेकेन्ड स्टेपमा के गर्छौं अब यो जीसीडी 8 4 भनेको जीसीडी बी को भ्यालु 4 छ अनि 8 मोडुलस 4 गर्यो भने 0 आउँछ अनि यो 4 मोडुलस 4 0 भनेको मतलब कति हो त जीसीडी 4 हो बाइ युजिङ दिस सेकेन्ड फर्मुला। त्यही यसको भ्यालु चाहिँ हाम्रो जुन डिभाइडेड भ्यालु छ डिभाइडेड भ्यालु चाहिँ कति आउने भयो त 4 भनेर आउने भयो। यसरी चाहिँ हामीले भ्यालुहरु निकाल्छौं जीसीडी को भ्यालु निकाल्नु छ भने। अब यो चीजलाई हामीले के भनेको छ रिकर्सिभ प्रोग्राम भनेर सोधेको छ। रिकर्सिभ प्रोग्राम भनेर भनेको मतलब चाहिँ हामीले के गरे एउटा पहिला फंक्सन बनायो जीसीडी भन्ने फंक्सन बनायो ए र बी सोध्यौं ए र बी को यदि बी को भ्यालु 0 छ भने ए रिटर्न गर्ने हो सेकेन्ड फर्मुला होइन भने फेरि त्यही जीसीडी फंक्सन नै कल गर्छौं। त्यही भएर यसलाई रिकर्सिभ भन्यो रिकर्सिभ अफ बी ए मोडुलस बी भनेपछि यसरी चाहिँ हामीले निकाल्छौं। आफैले आफैलाई कल गर्छ त्यही भएर यसलाई हामीले रिकर्सिभ फंक्सन भनेर भन्यौं। अब हामीले सिम्पली के गर्यौं त दुईटा नम्बर माग्यौं दुईटा नम्बर हाम्रो 12 र 8 आयो हैन 12 र 8 नम्बर 1 र नम्बर 2 गरेर अब जीसीडी अफ 12 एन्ड 8 इज भनेर अब हामीले भ्यालु कति निकाल्छौं त 4 भनेर निकाल्छ। भनेपछि दुईटैको लागि हाम्रो मेन डिभाइजर भनेको कति हुँदो रहेछ त हाम्रो सबैभन्दा ग्रेटेस्ट कमन डिभाइजर भनेको कति हुँदो रहेछ त 4 हुँदो रहेछ किनभने 4 ले पनि 12 लाई जाँदो रहेछ 8 लाई जाँदो रहेछ हैन। म्याक्सिमम ग्रेटेस्ट म्याक्सिमम अथवा कमन डिभाइजर भनेको हामीलाई 4 हुँदो रहेछ। यसरी चाहिँ भ्यालुहरु निकाल्न सक्छौं। दिस इज द वान। अर्को छ बबल सर्ट भनेको के हो र यो चीजलाई हामीले बबल सर्टको थ्रुबाट गर्नु पर्यो हैन। बबल सर्ट हामीले सिम्पली गर्दाखेरि के गर्छ त बबल सर्ट भनेको एउटा सिम्पल टाइपको सर्टिङ अल्गोरिदम हो जसमा स्वापिङ गर्दै गर्दै जान्छौं हैन। एउटा इलिमेन्ट गर्छौं त्यो इलिमेन्टलाई स्वापिङ गर्दै जान्छौं त्यो लार्जर इलिमेन्टहरु चाहिँ बबल अप हुँदै हुँदै पछाडी सर्दै जान्छ। त्यही भएर चाहिँ हामीले इन्फर्मेसन दिन्छौं। त्यही भएर सबैभन्दा पहिलो कुरो हामीले फर्स्ट इलिमेन्टहरुबाट सुरु गर्छौं हैन त्यसलाई कम्पेयर गर्छौं सेकेन्डसित कुन चाहिँ ठुलो छ। अब जस्तै हामीले एसेन्डिङ सर्ट गर्नु छ भने सानोलाई अगाडि ल्याउँछौं त्यसपछि फेरि अर्को पासमा जान्छौं यसरी हामीले यसरी रिपिट गर्दै जान्छौं। जस्तै फर एक्जाम्पल अहिलेको हामीले दिएको एक्जाम्पलमा के छ त 5 3 8 4 6 छ भनेपछि यो हाम्रो लागि चाहिँ हाम्रो इनिशियली अनसर्टेड हाम्रो एरे भयो यो हाम्रो सर्टिङमा छैन। अब पहिलो इलिमेन्टबाट सुरु गर्छौं पहिलो इलिमेन्टबाट फर्स्ट र सेकेन्डको दुईटा चेक गर्छौं। फर्स्ट र सेकेन्डमा जुन सानो छ यदि सानो चाहिँ पछाडी छ भने त्यसलाई स्वाप गर्छौं भनेपछि अब 3 र 5 यसरी आयो। अब सेकेन्ड इलिमेन्ट अब 5 र 8 को बीचमा कम्पेयर गर्छौं। अब हाम्रो 5 सानो छ 8 ठुलो छ भनेपछि यसलाई हामीले स्वाप गरेर राख्नु पर्दैन। फेरि 8 र 4 को बीचमा चेक गर्छौं 8 र 4 को बीचमा चेक गरेपछि
4 सानो छ त्यही भएर 4 लाई अगाडि ल्यायो 8 पछाडि गयो अब 8 र 6 को बिचमा फेरि चेक गर्छौं कति आयो त 6 अगाडि आयो 8 पछाडि गयो हैन अब यो चीज फेरि के गर्छौं अब फेरि हामी सुरु गर्छौं अब फेरि अब हामीले यही चीज चाहिँ हामीलाई फेरि चेक अब 3 र 5 को बिचमा प्रब्लम भएन 5 र 4 को बिचमा स्वाप हुन्छ अगाडि आउँछ फेरि 5 र 6 को बिचमा स्वाप गर्छ अगाडि आउँछ भनेपछि यसरी रिपिट गर्दै जान्छौं जबसम्म हाम्रो एसेन्डिङ सर्ट मिल्दैन तर यसरी दुईटा चेक गर्ने दुईटाको बिचमा चाहिँ हामीले कुनै इन्फर्मेसनहरु आयो भने स्वाप गर्दै जाने प्रोसेसलाई बबल सर्ट भनेर भन्छौं अर्को रेगुलर सोध्ने क्वेशन भनेको के हो त मिनिमम स्प्यानिङ ट्री भनेको के हो र कमन अल्गोरिदममा दुईटा छ प्रेम्स अल्गोरिदम र त्यसपछि क्रुस्कल अल्गोरिदम यी दुईटा चाहिँ छ यो एउटा रेगुलर सोध्ने क्वेशन हो हैन मिनिमम स्प्यानिङ ट्री भनेको के हो त यो चाहिँ हाम्रो कनेक्टेड वेटेड ग्राफको इन्फर्मेसन हो हैन जसले सबै भर्टिसेस अथवा सबै नोडहरु चाहिँ कनेक्ट भएकै हुनुपर्छ पहिलो कुरो हैन यसको मेन रुल भनेको के हो त सबै अल नोड शुड बी कनेक्टेड दोस्रो रुल भनेको के हो त नो साइकल चाहिँ हुनु भएन लूप हुनु भएन नो लूप भयो भने चाहिँ कुरो बिग्रियो हैन र मिनिमम पोसिबल वेटहरु चाहिँ काउन्ट हुनुपर्छ त्यही भएर हामीले यो चीज गर्नलाई के गर्छौं त सबैभन्दा मिनिममबाट सुरु गर्छौं र यसमा दुईटा अल्गोरिदम छ हामी दुईटा अल्गोरिदम एक एक गरेर हेर्छौं पहिलो अल्गोरिदम भनेको चाहिँ हाम्रो क्रुस्कल अल्गोरिदम छ क्रुस्कल अल्गोरिदममा हामी के गर्छौं जस्तै मानौ हामीलाई यो एउटा ग्राफ गिभन छ यो हामीलाई क्वेशन गिभन हो यो नोडहरु गिभन छ भने सबैभन्दा पहिलो कुरो हामी सर्टिङमा गर्छौं सर्टिङ अर्डरमा राख्छौं सबैभन्दा पहिलो सबैभन्दा सानो भ्यालु कुन छ त हाम्रो 5 छ पहिलो एलिमेन्ट भनेको 5 छ त्यही भएर बी देखि डी सम्म पहिलो एलिमेन्ट त्यसपछिको अर्को एलिमेन्ट भनेको 6 छ ए देखि बी सम्म त्यसपछि सी देखि एफ गर्दै गर्दै सबैभन्दा ठूलो एलिमेन्ट भनेको कहाँ छ सी देखि जी सम्म सबैभन्दा ठूलो एलिमेन्ट छ त्यही भएर हामीले सबैभन्दा पहिलो कुरो एसेन्डिङ अर्डरमा राख्छौं एकचोटी एसेन्डिङ अर्डरमा राखिसकेपछि दोस्रो कुरो भनेको अब यो जति पनि ग्राफ छ ग्राफको नोडहरु हटाइदिएर सरी हाम्रो यो एजेसहरु हटाइदिएर ग्राफको नोडहरु मात्रै राख्छौं दिस इज द नेक्स्ट स्टेप अब यो अहिलेको हाम्रो एसेन्डिङ सर्ट अन्तर्गत हाम्रो एसेन्डिङ भ्यालु हो अब कहाँबाट सुरु गर्छौं त बी र डी बाट सुरु गर्छौं बी र डी दुईटा जोड्छौं 5 जोड्यौं त्यसपछि सेकेन्ड काम कहाँबाट जोड्छौं ए र बी जोड्छौं ए र बी 6 पनि जोडियो थर्ड काम भनेको सी र एफ जोड्छौं सी र एफ यो भ्यालु पनि जोडियो यति गर्दाखेरि यो इनरु भ्यालु यो इनरु एलिमेन्ट यहाँसम्म आउँदा के भयो त ए बी डी सी एफ यतिवटा चाहिँ हाम्रो भिजिटेड एरे भयो र टोटल वेट हामीले टोटल भ्यालु जोड्यो भने 5 + 6 + 9 जोड्दा 20 हुने भयो सिमिलरली अब अर्को यहाँसम्म छ हामीले यो सक्यौं अब एफ र ई को बीचमा गर्यौं एफ र ई को बीचमा गर्यो भने 10 आयो त्यसपछि फेरि बी र सी को बीचमा गर्यौं 11 आयो 11 जोड्यो अब यहाँसम्म यति नोडसम्म गर्दाखेरि हाम्रो सबै नोडहरु टच भएको छ कि छैन अनि अझै पनि एउटा जी हाम्रो अनटच भएको छ भनेपछि जी देखि एफ सम्म हामीले 12 अब जी देखि एफ सम्म हामीले 12 लहरु जोड्छौं यति जोडेपछि अब हाम्रो काम सिद्धियो यहाँ पछाडी अब हामीलाई ट्राभर्स गरेर राख्नु पर्दैन यति चीजहरु चाहिँ हामीलाई ट्राभर्स गर्नु पर्दैन किनभने यहाँबाट गर्दा यी सबै नोडहरु जोडिएको छ र कुनैमा पनि लूप भएको छैन लूप कुनैमा पनि फर्म भएको छैन हैन एकअर्कामा जोडिएको छैन त्यही भएर यसलाई चाहिँ हामीले मिनिमम स्प्यानिङ ट्री भनेर भन्यौ भनेको त्यो नोड ट्राभर्स गर्न मिनिमम भ्यालु कति लाग्छ 53 भ्यालु लाग्दो रहेछ हाम्रो केसमा है दैट इज डन बाइ द फर्स्ट अल्गोरिदम दैट इज कल्ड द क्रुस्कल्स अल्गोरिदम हैन यो अब सेकेन्ड टाइपको अल्गोरिदम हुन्छ प्रिम्स अल्गोरिदमले भन्छ के भन्छ त भन्दाखेरि हामी एउटा नोडबाट सुरु गर्छौं हैन त्यसपछि त्यसको लोएस्ट भ्यालु जुन छ लोएस्ट भ्यालुलाई ट्राई गर्दै जान्छौं लोएस्ट भ्यालुहरु टिप्दै जान्छौं भनेर भन्छ त्यही भएर प्रिम्स अल्गोरिदम हामी लोएस्ट भ्यालुबाट सुरु गर्छौं जस्तै हामीलाई यो एउटा गिवन ग्राफ छ यो हामीलाई एउटा गिवन ग्राफ छ भने यो ग्राफलाई चाहिँ अब हामी प्रिम्स अल्गोरिदमबाट गर्दाखेरि यो हामीलाई गिवनबाट सबैभन्दा पहिलो कुरा हामीले मानव सबैभन्दा मिनिमम भ्यालुबाट सुरु गरे 1 बाट सुरु गरे भने 1 बाट सुरु गरे 1 बाट दुईतिर भ्यालु चाहिँ एउटा 10 छ एउटा 28 छ भनेपछि मिनिमम भ्यालु चाहिँ 10 को भ्यालु भनेपछि 10 भ्यालु सुरु गर्यौं अब 6 सम्म पुग्यो 6 सम्म पुगेपछि 6 बाट अब माथि त 1 मा त फर्केर जाँदैन 6 बाट जाने बाटो भनेको 5 सम्म मात्रै हो अब 5 बाट उसले मल्टिपल बाटोहरु छ 5 बाट एउटा 24 छ एउटा 18 छ
सरी हाम्रो एउटा 24 छ एउटा 22 छ भनेपछि मिनिमम भ्यालु कति भयो त 22 भयो 22। अब यहाँबाट 4 सम्म पुग्यो। अब 4 मा गएपछि 4 कोबाट पनि हाम्रो पाथ कहाँ भयो त एउटा 12 मात्रै छ, अरु अप्सन छैन, 12 भयो। 12 बाट 3 मा पुग्यो। 3 बाट हाम्रो मिनिमम भ्यालु भनेको 2 मा मात्रै पुग्न सक्छ, 3 बाट 2 मा भनेपछि 60 भनेपछि यो चाहिँ हाम्रो लागि के भयो त मिनिमम भ्यालु भयो। अब 2 बाट हाम्रो 7 मा पुग्न सक्छ, 2 बाट 7 मा पुग्न सक्छ। अब त्यहाँ अन्त गयो भने चाहिँ फेरि के हुने भयो लुप फर्म हुने भयो। त्यही भएर यहाँ यसरी लुप फर्म नभइकन मिनिमम स्प्यानिङ ट्री यसरी क्रिएट गर्यौं। त्यही भएर प्रिम्स अल्गोरिदममा चाहिँ हामीले के गर्छौं एउटाबाट सुरु गरेर त्यसको लोएस्ट भ्यालु जुन छ त्यही भ्यालुसित मात्रै जोड्दै जोड्दै जान्छौं। द्याट काइन्ड अफ अल्गोरिदम इज कल्ड द प्रिम्स अल्गोरिदम। अब अर्को एउटा रेगुलर सोध्ने क्वेशन भनेको के हो त सेल सर्ट भनेको के हो? सेल सर्ट भनेको जनरलाइज फर्म अफ इन्सर्सन सर्ट हो। इन्सर्सन सर्ट हामीलाई सर्टेन इलिमेन्टहरु चाहिँ हामीलाई यहाँ यसमा हामीलाई गिभन छ। हामीलाई इलिमेन्टहरु गिभन छ भने अब हामीले के गर्छौं त्यसलाई सर्टिङ गर्नु पर्यो। अब यो सर्टिङ गर्ने माध्यम चाहिँ सेल सर्टमा के हुन्छ पहिला n/2 चेक गर्छौं, n/2 त्यसपछि n/4 त्यसपछि त्यो पनि भएन भने n/8 यसरी हामी 2 को पावरमा यसरी गर्दै 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 जान्छौं। यो भनेको चाहिँ हाम्रो सेल अल्गोरिदम हो, 2 को पावरमा गर्छौं। जस्तै हामीलाई यो एउटा इलिमेन्ट गिभन छ, हामीलाई इलिमेन्ट गिभन छ 9 8 3 7 5 6 4 भने यो हामीलाई इलिमेन्ट गिभन छ भने हामीले के गर्छौं सबैभन्दा पहिलो कुरो यसको n/2 खोज्छौं। n/2 भनेको बीचको इलिमेन्ट कुन छ त? जस्तै हाम्रो यहाँदेखि चाहिँ हाम्रो बीचको इलिमेन्ट भनेको मानौं 5 छ हैन, लेफ्टको लिए पनि हुन्छ राइटको लिए पनि हुन्छ। अब 5 छ भने अब 9 र 5 को बीचमा कम्पेयर गर्यौं। 9 र 5 को बीचमा 5 सानो छ 9 ठुलो छ भनेपछि अब स्वाप गर्यौं। स्वाप गर्नलाई के गर्यौं टेम्पोररी भेरिएबल युज गर्यौं। टेम्पोररी भेरिएबलको थ्रुबाट सुरु गर्यौं भनेपछि 5 अगाडि आयो, यो 5 अगाडि आयो, 9 पछाडि आयो भनेपछि 9 र 5 लाई हामीले स्वाप गर्यौं यसरी। दिस इज द फर्स्ट स्टेप। अब यसलाई 9 र 5 लाई स्वाप गरिसकेपछि अब हामीले सिमिलरली 8 र 6 मा चेक गर्यौं यसरी। 8 र 6 मा चेक गर्यौं। अब 6 अगाडि आयो अनि 8 पछाडि गयो। अब फेरि यो 3 र 4 को बीचमा किनभने अहिले हामीले 5 र गरेका थियौं, अब फेरि 3 र 4 को बीचमा स्वाप गर्नु परेन। अब 7 र 1 को बीचमा 1 अगाडि आयो 7 पछाडि आयो भनेपछि n/2 बाट हामीले चेक गर्दा भ्यालु कति आयो त यति चाहिँ हाम्रो रिजल्ट आयो। दिस इज द फर्स्ट वान। अब n/2 को पालो सिद्धियो। अब n/2 को पालो सिद्धेपछि अब हामी के गर्छौं त n/4 गर्छौं। n/4 भनेको यो टोटल इलिमेन्ट डिभाइड बाइ 4 गरेको भनेको मतलब यसरी यो 5 र 3 को बीचमा कम्पेयर गर्छौं। 3 सानो हुन्छ, 3 अगाडि आयो 5 पछाडि गयो। अब फेरि 6 र 1 को बीचमा गर्छौं। 1 अगाडि आयो 6 पछाडि गयो हैन, 1 अगाडि आयो 6 पछाडि गयो। फेरि 5 र 9 को बीचमा गर्छौं, यसमा स्वाप गर्नु परेन हैन। अनि फेरि अब अर्को इलिमेन्ट यसरी इलिमेन्टहरु हामीले स्वाप गर्दै गर्दै जान्छौं अनि n/4 इलिमेन्ट सम्म सकेपछि हाम्रो आन्सर कति आयो त यति आयो 3 1 4 6 यति एउटा इलिमेन्ट चाहिँ आयो। अब n/4 सिद्धियो। अब n/4 सिद्धेपछि फेरि हामी के गर्दै जान्छौं n/8 लाई ट्राई गर्छौं। n/8 भनेको अब फेरि हाम्रो त्यो इलिमेन्टको अगाडि र पछाडिका इलिमेन्टहरु पर्छ किनभने इलिमेन्ट थोरै छ। n/8 भनेको एकअर्काको पछाडिको भनेपछि 3 र 1 को बीचमा गर्छौं 1 र 3 भयो। 3 र 4 को बीचमा गर्नु पर्यो परेन। अनि फेरि 5 र 6 को बीचमा गर्छौं हैन, 5 अगाडि आयो 6 पछाडि गयो। 7 को परेन अनि फेरि 9 र 8 को बीचमा गर्छौं 8 अगाडि आउँछ 9 पछाडि जान्छ भनेपछि यसरी चाहिँ हाम्रो इलिमेन्टहरु सबै सर्ट हुन्छ। यस्तो टाइपको सर्टलाई चाहिँ हामीले सेल सर्ट भनेर भन्छौं। n/2 n/4 n/8 यसरी हुँदै जानेलाई चाहिँ हामीले सेल सर्ट भनेर भन्छौं। दिस इज द नेक्स्ट वान। अब अर्को यसमा सोधेको क्वेशन छ मर्ज सर्ट भनेको के हो र यसको टाइम कम्प्लेक्सिटी के हुन्छ? अब अर्को मर्ज सर्ट भनेको के हो त डिभाइड एन्ड कन्क्वेयर भन्छौं। त्यसलाई डिभाइड गर्छौं, डिभाइड एन्ड कन्क्वेयर गर्नेलाई हामीले मर्ज सर्ट भनेर भन्छौं। डिभाइड एन्ड कन्क्वेयर गर्दै गर्दै जान्छ। जस्तै हामीले सबैभन्दा पहिलो कुरो मानव हामीसँग एउटा एरे छ भने यो एरेलाई हामीले यसरी बीचमा डिभाइड गर्छौं। 38 र 27 एउटा भयो, 43 र 3 भयो। अब यसलाई पनि फेरि बीचमा यसरी मर्ज गर्दै के रे डिभाइड गर्छौं। अब एक एकवटा इलिमेन्ट भयो। अब 27 र 38 को बीचमा कम्पेयर गर्छौं, 27 र 38 भयो, यसलाई फेरि मर्ज गर्छौं कन्क्वेयर गर्छौं। फेरि 3 र 43 को भयो, 3 अगाडि आयो 43 पछाडि आयो, यसलाई हामीले मर्ज गर्यौं। फेरि अब यो चारवटा इलिमेन्टबाट फेरि मर्ज गर्छौं अनि सर्टिङ गर्छौं। मर्ज गर्दा 3 अगाडि आयो 27 र 38 आयो अनि 43 आयो।
यसरी सल्भ गर्दै जानेलाई हामीले मर्ज सर्ट भनेर भन्छौँ। यसको बेस्ट केस भनेको बिग ओ अफ एन लग एन हुन्छ भने वर्स्ट केस भनेको बिग ओ अफ एन लग एन हुन्छ। त्यही भएर दिस इज द बिग ओ के अरे बिग ओमेगा नोटेसन फर दिस वान। अनि यसमा अर्को क्वेसन सोधेको छ, हामीलाई सर्टेन इलिमेन्टहरू छ, क्विक सर्ट कसरी गर्न सक्छ भनेर एउटा इलिमेन्टहरू गिभन छ। अब क्विक सर्टले के गर्छ त, सबैभन्दा पहिलो कुरो क्विक सर्टमा एउटा पाइभट इलिमेन्ट भनेर चुज गर्छौँ। नर्मली जुन इलिमेन्ट चुज गरे हुन्छ हामीले लास्टबाट चुज गऱ्यौँ। जस्तै मेरो पाइभट इलिमेन्ट भनेर मैले चुज गरेँ, पाइभट इलिमेन्ट लास्टको इलिमेन्ट चुज गरेँ भने अब पाइभट इलिमेन्टभन्दा सानो इलिमेन्टलाई लेफ्टमा राख्छौँ, पाइभट इलिमेन्टभन्दा ठुलोलाई राइटमा राख्छौँ। जस्तै हाम्रो 20 हामीलाई जस्तै पहिला लेफ्टमा जाउँ, लेफ्टमा जाँदा पहिला 2 हुने भयो, 2 7 होइन 1 6 यिनीहरू चाहिँ हाम्रो लेफ्टमा बस्यो, 8 भन्दा सानो छ। त्यही भएर हाम्रो अब राइटतिर जाँदाखेरि चाहिँ 15 12 होइन 9 to 20 यिनीहरू चाहिँ हामीलाई कहाँ बस्यो त, राइट साइडमा बस्यो। अब हामीले आफ्नो आफ्नो तरिकाले पाइभट चुज गर्न पाउँछौँ। जस्तै मैले 6 लाई पाइभट, सबैभन्दा राइट साइडको 6 लाई पाइभट चुज गरेँ भने 6 भन्दा सानो 2 र 1 चाहिँ अगाडि बस्यो अनि 7 चाहिँ पछाडि गयो। सिमिलरली 12 लाई पाइभट मान्यो भने 9 चाहिँ अगाडि बस्यो, 15 र 20 चाहिँ पछाडि बस्यो। फेरि अब यहाँ पनि दुईटा इलिमेन्ट छ, 1 लाई पाइभट मान्यो भने हाम्रो 1 अगाडि आयो, 2 पछाडि भयो। यहाँ पनि 15 र 20 मा 20 लाई पाइभट मान्यो भने 15 अगाडि आयो, 20 पछाडि आयो। चाहिँ हाम्रो अब सर्टेड इलिमेन्ट कति हुनुभयो त, 1 2 6 7 9 12 15 र 20। यसरी हामीले इलिमेन्टहरू चाहिँ हामीले के अरे सर्ट गर्न सक्छौँ। यो भनेको क्विक सर्ट भयो र यो चाहिँ हामीले के अरे नर्मली गर्दा पाइभट इलिमेन्टको आधारमा हामीले चेक गर्छौँ। दिस इज द नेक्स्ट वान। अर्को के अरे क्वेसन छ, बिएसटी भनेको के हो? बाइनरी सर्च ट्रीको सर्टेन प्रपर्टिजहरू हुन्छ। बाइनरी सर्च ट्रीको प्रपर्टी के हुन्छ त भन्दाखेरि लेफ्ट साइडमा उसको भन्दा कम हुनु पर्यो, राइट साइडमा चाहिँ त्यो रुट इलिमेन्टको भन्दा बढी हुनु पर्यो होइन। जस्तै यो 8 छ होइन, हाम्रो यो 8 छ, 8 भन्दा लेफ्ट साइडमा जति पनि इलिमेन्ट छ सबै लेफ्ट साइडमा उसको भन्दा सानो छ, राइट साइडमा सबै ठुलो छ। सिमिलरली 3 आयो, 3 को केसमा पनि के छ, 1 सानो छ 6 ठुलो छ, 6 को केसमा 4 सानो छ 7 ठुलो छ। यसरी चाहिँ हामीले इलिमेन्टहरू बनाउँछौँ। यसलाई चाहिँ हामीले बाइनरी सर्च ट्री भनेर भन्छौँ। अब एउटा कुनै नोड छ, मानव कुनै एउटा ग्राफ छ, त्यो ग्राफबाट इन अर्डर, प्री अर्डर र पोस्ट अर्डर भनेर डिटरमाइन गर्नलाई के गर्छौँ त, हाम्रो इन अर्डर भनेको चाहिँ पहिला लेफ्टको इलिमेन्टबाट सुरु गर्छौँ अनि रुटसम्म पुग्छौँ अनि राइट। जस्तै लेफ्टको इलिमेन्ट भनेको के छ त, 4 छ 2 छ 5 छ, पहिला 4 to 5 सक्छौँ, 4 to 5 सक्छौँ, त्यहाँदेखि रुटमा जान्छौँ 1 अनि यताको इलिमेन्ट भनेको फेरि यहाँबाट सुरु गरेर 6 3 र 7 यताको राइटको इलिमेन्टमा जान्छौँ। यो भनेको पहिला लेफ्ट, रुट अनि राइट, यो हाम्रो भयो। प्री अर्डर भनेको चाहिँ पहिला रुटबाट सुरु गर्छौँ, रुटको इलिमेन्ट 1 बाट सुरु गर्छौँ, रुटको इलिमेन्ट 1 बाट सुरु गर्छौँ, त्यसपछि लेफ्ट साइडको सबै सक्छौँ अनि बल्ल राइट साइडमा जान्छौँ। भनेपछि लेफ्ट साइडमा हाम्रो 2 4 5 छ, राइट साइडमा 3 6 7 छ। यसरी हामीले बनाउँछौँ। पोस्ट अर्डर भनेको चाहिँ पहिला लेफ्टको सक्छौँ, राइटको सक्छौँ अनि बल्ल लास्टमा रुटमा जान्छौँ होइन। लेफ्टको हामीले लेफ्टबाट सुरु गऱ्यौँ यहाँ होइन, हाम्रो यो इलिमेन्ट लेफ्टको भयो, यो इलिमेन्ट राइटको भयो अनि बल्ल लास्टमा लगेर रुट भनेर राख्छौँ। त्यसलाई हामीले भन्छौँ। यो चाहिँ हाम्रो लेभल अर्डर भनेको चाहिँ हाम्रो माथिबाटै आएको इन्फर्मेसनहरू भयो। यसरी चाहिँ हामीले इन अर्डर, प्री अर्डर र पोस्ट अर्डर भनेर बनाउँछौँ। ल अर्को क्वेसन छ, डिफ्रेन्सिएट बिट्विन सिक्वेन्शियल सर्च एन्ड बाइनरी सर्च। सिक्वेन्शियल सर्च भनेको एउटा गर्दै जाने हो, बाइनरी सर्च भनेको हाफमा डिभाइड गर्दै जाने हो होइन। सिक्वेन्शियल सर्च गर्नलाई चाहिँ हामीले धेरै लार्ज डाटाहरूलाई हामीले गर्न गाह्रो हुन्छ। जस्तै मलाई 1000वटा इलिमेन्टको गर्नु छ भने मेरो 900 नम्बरमा छ भने 879 वटा हामीले चेक गर्दै जानु पर्यो। तर बाइनरी सर्चले के गर्छ, हाफमा डिभाइड गरिदिन्छ। त्यसलाई 500 के अरे पहिला 500 मा डिभाइड गर्छ, पछि 500 तलको हेर्नै परेन, फेरि अर्को 750 मा डिभाइड गर्छ, हेर्नु परेन। त्यही भएर हाम्रो फास्टर हुन्छ है। त्यही भएर बाइनरी सर्च चाहिँ हाम्रो लागि फास्टर हुन्छ। अब सिक्वेन्शियल सर्किटमा सर्टिङ हेरिराख्नु परेन, किनभने सिरियली नै जाने हो।
तर बाइनरीमा चाहिँ सर्टिङ गराइराख्नुपर्छ। त्यहाँ सानो थोरै इलिमेन्टको लागि भने चाहिँ सिक्वेन्सियल सर्च बेटर हुन्छ, धेरै इलिमेन्ट भने बाइनरी सर्च चाहिँ बेटर हुन्छ। जस्तै फर इक्जाम्पल हामी सर्टेन इलिमेन्टहरू छ 10, 10, 5, 8, 20, 15 छ भने 20 सर्च गर्नु छ भने सिक्वेन्सियली पहिला यो चेक गर्छ, सिरियली चेक गर्छ, यो गर्छ, यो गरेर चौथो इटरेसनमा हाम्रो पत्ता लगाउँछ। त्यहाँ सानो सर्चहरूको लागि चाहिँ यो बेटर हो, सिक्वेन्सियल सर्च गर्न सकिन्छ। तर धेरै इलिमेन्ट भयो भने त्यो सम्भव हुँदैन। त्यही भएर धेरै इलिमेन्ट गर्नु पर्यो भने जस्तै हामीले 15 सर्च गर्नु पर्यो भने उसले सबैभन्दा पहिलो गएर मिडल पोइन्ट भेट्छ 10। अब 10 भन्दा सानो छ कि ठुलो छ चेक गर्छ। ठुलो छ भने चाहिँ अब 15 त ठुलो छ भनेपछि राइट साइडमा चेक गर्छ, त लेफ्ट साइडको पुरै ब्लकलाई उसले चेक गर्दैन। राइट साइडको चेक गर्दाखेरि चाहिँ उसले अनि त्यसपछि मिडल इलिमेन्ट 15 भेट्छ, अनि 15 भेट्ने बित्तिकै उसले एन्सर दिन्छ। त्यही भएर धेरै इलिमेन्टहरू छ भने त्यस्तो केसहरूमा चाहिँ हामीले बाइनरी सर्चहरू बनाउँछौँ। ल यी मैले डिएसएको मोस्ट पपुलर मोस्ट सोध्न सक्ने क्वेसनहरूलाई मैले फोकस गरेँ। अब यसमा केही कुराहरू छ भने मेरो च्यानल लर्न आइटी विथ युवराज यो च्यानलमा लाइक सेयर र सब्सक्राइब पनि गरिदिनु होला, र केही कुराहरू छ यसमा कमेन्ट पनि गरिदिनु होला। हस् त, धन्यवाद।